जाडो भयो कति जाडो भयो यो बुटोलमा शीतलहर परेर जाडो भएर मेरी बहिनी कस्तो छ मेरी बहिनी चिसो भएर साथी हो अब मैले त भन्दिनँ केलाई भन्ने हो भनिदिएँ आजसम्म भनि नि थिइनँ आज त मनले मानेन भन्छु साथीहरूलाई त भनेकै फेरि अहिले सबैले खाएर चुरुक्क उठेर तुरुक्क छुटेर सबै ब्ल्याङ्केट ओढेर बसेको छन् मलाई त चिसो बढ्यो तेरो ख्याल गरिस् चाँडै जुठो भाँडो सक अरे चिसो बढ्यो अनि मलाई थाहा छैन र त्यस्तो दया माया लाए त सबै मिलिजुली सबैले गरम चिसो बढ्यो भन्ने 7 दिन गऱ्यौ न र सबैलाई जाडो हुने अरे मलाई मात्रै जाडो नहुने अरे बिहानको खाजा पनि मैले बनाउनु पर्ने खाना पनि मैले बनाउनु पर्ने भाँडा पनि मैले मान्नु पर्ने झाडु पोछा नि मैले लाउनु पर्ने सबैलाई जाडो हुने मलाई नहुने मलाई जाडो हुन्न त्यही भएर साथी हो मैले त भन्दिनँ भनेको नि भन्न मन ला भोलि बिहानै मैले पनि टाउको नम्ला भनेको के अबेलासम्म टिकटकमा आइन भने यसो ख्याल गर्नु होला के थाहा र पानी कति चिसो हुन् त के हो गाह्रो ह म त भोलि सन्च होइन भनेर दिनभरि सुत्छु होला सबैलाई जाडो हुने मलाई मात्रै जाडो नहुने मेरो फलामको शरीर हो र सुत्न सक्छु म भोलि दिनभरि सुत्छु होला सन्च छैन भन्छु के सन्च छैन फेरि कसैलाई नभन्नु होला नि तपाईँहरूको त बेहोरा होइन गएर भन्न नि सक्नुहुन्छ पहिले घर गएर सुत्छु भन्थे तिमीले त भनेर भन्ने होइन कसैलाई